Hey guys, welcome back to my channel. Thank you so much for मेरो भिडियो हेरिदिनु भएको धन्यवाद छ तपाईहरुलाई। आज आफ्टर सो लङ फेरि तपाईहरुको सामु मैले एउटा भिडियो लिएर आएको छु। यहाँ खासै त केही छैन तर पनि म स्टिल युट्युबमा भिडियोहरु हाल्दै छु भनेर चाहिँ केही रिमेम्बरको लागि लिएर आएको छु हैन। ल आउनुहोस् खाने छु। तपाईहरु हेर्दिनुहोस्, इन्जोय गरिदिनुहोस् अनि भन्नु होला कहाँबाट हेर्दै हुनुहुन्छ। तातो छ, I don't know. नेपाल कस्तो आयो त हौ स्वाद त हौ। खुसबु मलाई चाहिँ थुक्पा भन्दा चाहिँ चाउमिन मन लाग्छ क्या। थुक्पा पनि मन पर्छ तर चाउमिन चाहिँ मेरो फेभरेट हो होइन गाइस। खाएला गाइस। हामीले जङ्गलबाट टिपेर ल्याएर आएको टिमुरको अचार हो होइन। तपाईँलाई टिमुर कस्तो लाग्छ? मेरो चाहिँ फेभरेट हो। टिमुरको अचार चाहिँ यहाँ हालेर खानु पर्दैन तर मलाई चाहिँ लास्टमा झोल पिउनु मनपर्छ कि। झोल फेरि पिरो कस्तो हुन्छ क्या, अनि त्यही भएर हालिरहेको छु होइन। अन्त हाम्रो जिन्दगी चाहिँ यसरी चलिरहेको छ गाइस। के भन्नु तपाईँहरूलाई, युट्युबमा भिडियो राम्रो बनाउनु पऱ्यो एउटा भन्छु होइन। बनाउनु कोसिस गर्छु, के हुन्छ हुन्छ फेरि के हुन्छ हुन्छ हो। प्लिज तपाईँहरूले पनि यसो भनिदिनु होला केही भिडियो हेर्नु मन छ भने। बोल्दा बोल्दै बेसी बोली पठाउँछु होला हौ। यो चाहिँ हाम्रो स्पेसल सुप छ होइन। जहिले मासु जहिले मासु जहिले मासु खाएको खाएको नेपालबाट आयो नि मासु यही मात्रै खाएको अब यसो बेला बेला होइन भ्याजी पनि खानुपर्छ। टक्क भ्याजी बनाइदिएको छ हाम्रो माई डियर वाइफले। हामी नेपालीको जात चाहिँ खोर्सानी चाहिँ जेमा पनि चाहिन्छ होइन। I don't know सबैलाई हो कि होइन, मलाई चाहिँ हो। ओइ गाइस होइन, मैले के सोचेँ भने मिसाइदिनु पऱ्यो क्या यो होइन। मलाई अहिले भर्खर यहाँ मेरो कल आएको थियो होइन। कलमा भनेको कि यो हालेर खायो भने मिठो हुन्छ भनेर, त्यही भएर टिमुरको अचारको पनि हालिदिएको। हेर्दा हेर्दा तपाईँले बुटुका सानो देखिरहनु भएको छ होला छेउबाट होइन। नजिक ल्याइदिँदा चाहिँ मेरो टाउको यत्रो छ। अहिले चाहिँ दामी देख्यो नि त होइन। म त खाइरहन्छु नि भने जस्तो भयो त हौ। Oh wow. कन्सिरीहरू तातो तातो भएको जस्तो भयो त हौ।
खोर्सानी टोक्दा यार तपाईँको अचार हालेको त्यो चाहिँ होइन डल्ले खोर्सानी चाहिँ कतिवटा 7वटा हालेको थिएँ होइन त्यही भएर मलाई हाल्नु मन लागेको थिएन झोलमा अब चाहिँ के होला जस्तो भयो अब म कागती हाल्नु गइरहेको छु अगाडि हाल्नुपर्नेमा होइन तर म चाहिँ लास्टमा हाल्छु होइन लास्टमा अरे बिचमा ढङ्गले बनाएको हौ गाइस मलाई चाहिँ होइन त्यो आन्टीसँग टिकटक गर्नु युट्युब गर्नु मन छ होइन नेपालमा गएपछि कहिले जानु तर त्यो आन्टी हो खाएला भन्ने आन्टीसँग होइन प्लिज गाइस ट्याग गरिदिनु होला आन्टीलाई तपाईँहरू सक्नुहुन्छ भने होइन आन्टीको यादमा म चाहिँ यहाँ थुक्पा खाइरहेको छु खाएला तातो नहुनुभयो चाहिँ खाइन्छ होला पिरो पनि तातो भयो क्या साह्रो तातोमा त खोर्सानी त बोइ हाम्रो मम्मीले चाहिँ होइन गाइस पिरोमा चाहिँ तातो पानी खानुहुन्छ जस्तै मान्छेको पिरो भइरहेको छ नि त्यस्तोमा चाहिँ तातो पानी चाहिँ नि खान्छ गुटुक गुटुक किन अरे भने पिरो छुट्टो हट्छ अरे तातो पानी खायो भने त म त गफ गर्दै गर्दै खाइसक्यो सबै नाटिसक्यो त हो गाइस सक्ने मेरो होइन अब झोल झोल छ होइन अब यसको काम सकिएको होला अब म चाहिँ झोल खानु गइरहेको छु भन्ने हामीलाई लागिरहेछ टक्कै नेपालमै खा जस्तो भयो त्यो सादा थुक्पा दिनु नि भन्दाखेरि यस्तै दिन्थ्यो क्या हरियो मटरहरू लगाएर आलु लगाएर होइन अब यो बोल त म्याजिक बोल हो कि सकिँदैन त हो जति खान्छु त्यति बन्ने जस्तो हुन्छ त खोर्सानी 2टा हाल्यो भने त एउटा ओके गाइस मैले सकाएँ होइन झोल मात्रै छ झोल चाहिँ तातो भएर पिरो भएर अलिक पनि भन्ने त्यस्तै भयो पिरो भएर सकिन खानु होइन थ्याङ्क यू सो मच फर वाचिङ भिडियो तपाईँहरू कस्तो लाग्यो भनिदिनु होला सी यू नेक्स्ट टाइम